हेलो साथीहरू, अनि म आज चाहिँ तपाईहरुलाई चाहिँ मेरो नानीको स्टडी रुम टुर गराउँछु है। यो चाहिँ जस्ट टेम्पोरेरी मात्रै हो किनकि माथि यो थर्ड फ्लोरमा चाहिँ कम्प्लिट भएको छैन। त्यही भएर स्टडी रुम चाहिँ यो चाहिँ जस्ट टेम्पोरेरी अहिले अब हालैको लागि मात्रै हामीले म्यानेज गरिदिएको है। अन्त यहाँ चाहिँ हाम्रो यो चाहिँ हो बोर्ड है। यसमा चाहिँ स्कुलबाट जति नै फ्ल्यास कार्ड साइड वॉच जति जे पनि पठाउँछ है स्कुलबाट हामी यहाँ पेस्ट गरिदिन्छु है। त्यहाँदेखि यो चाहिँ हो नानीको स्पिकर। यो चाहिँ छ स्पिकर, यो डबल स्पिकर हो। अनि यो माइक पनि छ। यो चाहिँ नानीलाई उसको कन्फिडेन्स बढाउनु लागि हामीले बेला बेला उसलाई यसमा गाउनु या केही भन्नुहरू लाउँछु है। यो माइक छ। त्यहाँदेखि यो चाहिँ हो एबिसिडी म्याट है, हेरेर उसलाई उयो होस् भनेर। यो चाहिँ हो नानीको स्टडी टेबल। यहीँ बसेर नानीले होमवर्कहरू गर्नुहुन्छ। अनि यहाँ मुनि चाहिँ उसको एकदम सब यो ड्रइङ बुकहरू मात्रै छ यहाँनिर है। त यो टेबल हो स्टडी टेबल। अनि यहाँ चाहिँ छ सानो टेबल। यहाँ चाहिँ छ यो नानीको ट्याब है। यो चाहिँ नानीलाई हामीले जहाँसुकै कपी पेन्सिलहरू बोकेर हिँड्नु मिल्दैन, त्यही भएर यो ट्याब चाहिँ बोकेर हिँड्नु उसले रिभिजनको लागि जसमा उसले अब लेख्छ अन्त यहाँ डिलिटमा थिचे पनि डिलिट भइहाल्छ है। यो उसको कलर बक्स, यहाँ पनि छ अर्को कलर बक्स। यो चाहिँ फुपूले दिनुभएको। यो हो डाइस है। त्यहाँदेखि यता छ पेन्सिलहरू, ज्योमेट्री बक्स, यसको बुक्सहरू। अनि यहाँ चाहिँ छ उसको स्कुलमा चाहिने हरेक चिज यहीँ छ है। हुन्छ, यो चाहिँ हो व्हाइट बोर्ड। नानीले अब यहाँ पनि लेख्छ नानीले है। एबिसिडी या जति पनि उसले लेटर्सहरू चाहिँ उसले यहाँ लेखिन्छ है। अन्त यो चाहिँ मेरो चेयर हो, नानीलाई पढाउँदा म बस्ने। त्यहाँदेखि यहाँ चाहिँ छ हाम्रो यो बोर्ड चाहिँ बाबाले बनाइदिनु भएको है। अब सिमेन्टको घरमा काँटीहरू ठोक्नु मिल्दैन, त्यही भएर हल्का आइडिया लगाएर चाहिँ अब टेम्पोरेरीको लागि चाहिँ यो बनाइदिएको छ। जसमा चाहिँ यो चार्टहरू ह्याङ गर्नु लागि है। जसमा चाहिँ यसमा चाहिँ वाइल्ड एनिमल्सको छ एउटा बर्ड्सको छ, एउटा फ्रुट्सको छ, एउटा पार्ट्स अफ दि बडीको छ। त्यहाँदेखि यसको यो फ्रुट्सको पछाडि चाहिँ भेजिटेबल्सको छ हो। सो अन्त यहाँ हल्का हामीले एउटा प्लान्ट अब एउटा रुममा एउटा हरियो पनि राखिदिएको छु, स्नेक प्लान्ट राखिदिएको छु है। सो तपाईँहरूलाई चाहिँ यो नानीको स्टडी रुम कस्तो लाग्यो कमेन्टमा बताइदिनुहोस् है। सो बाई बाई। यहाँनिर उसको भाइ हो, एकदम माया गर्छ।